अध्यक्षज्यू, मन्त्रालयका सचिवज्यू, कृष्ण मल्ल दाई, मोहन दाई, त्यस्तै गरेर आकाशजी, जनकजी, अनि हाम्रो चाहिँ रियल हिरो भन्न रुचाउँछु म त, रियल हिरो हाम्रो नाजिरजी। मैले युवा पुस्ताको साह्रै जाजुले मान र उहाँको म फ्यान पनि हो। विशेष मेरो चाहना र मेरो इच्छामा चलचित्र विकास बोर्डले आयोजना गरेको मैले भने अब यहाँहरू सबैलाई मन्त्रालयमा बोलाउँ, यत्रो हलै रहेनछ हाम्रो मन्त्रालय। मैले पटक पटक यहाँहरूलाई ग्रुपमा छलफलमा हरेकचोटि बोलाएँ पनि सबभन्दा धेरै नै यहाँहरूसँग बसेको, तर हाम्रो मन्त्रालयमा यत्रो हलै छैन। अनि मलाई एकचोटि फेरि यहाँहरूसँग अर्को कुरा के भन्न चाहन्छु भने यहाँहरूलाई खास गरेर चलचित्र विकास बोर्डले र यहाँहरूले विभिन्न चरणमा गरेको छलफल मार्फत आएका कुराहरू थिए। जस्तो म सिधा बुँदामा जाउँ ल, करको कुरा गर्नुभएको थियो, कर छुटको कुरा। कर छुटको कुरा सञ्चार मन्त्रालयको हैसियतभित्र पर्दैन, अहिले यो आर्थिक वर्षमा पर्दैन भन्न खोजेको। मेरो अवधि त अब चाहिँ 6 महिनाको अवधि भएकोले यसलाई अब फेरि हामीले अगाडि बढाउनुपर्छ र अर्को आर्थिक वर्षको लागि कर सम्बन्धी छलफल गर्दाखेरि यो अहिले गर्न सकिने अवस्था थिएन। त्यसकारण त्यो सम्भव यसपटक अहिले तत्काललाई चाहिँ भएन, तर आउँदो आर्थिक वर्षको लागि हामीले संयुक्त पहल गर्नुपर्छ। अर्को एकदम धेरै उठेको कुरा सेन्सरको कुराहरू थियो। म यहाँहरूलाई के भन्न चाहन्छु भने खास गरेर जनकजी यहाँ हुनुहुन्छ, रविन्द्रजी त्यहाँ हुनुहुन्छ, विकास बोर्डको अध्यक्ष यहाँहरू सबै हुनुहुन्छ। यहाँहरूले पटक पटक मलाई बचकच्याउनु भएको थियो, लौ न सेन्सर चाहिँ अति भयो, यो नगरौँ न भनेर, यो हदसम्मको कन्ट्रोल त नगरौँ, नियन्त्रण भनेर भनेपछि त्यो मनमा असाध्यै बिजेको थियो त्यति बेला। अनि हामीले लाग्यौँ, हाम्रो मन्त्रालयको टिम राजेशजी, ममताजी हुनुहुन्छ, हामी सबै लाग्यौँ। लागेर चाहिँ हामीले 20वटा तपाईँको झन्झट थियो भने त्यसलाई 10वटामा झारेकै हो। अनि फेरि हामीले त्यो त चाहिँ म त मक्ख परेँ, हेर्नुहोस् होइन। ओहो ल 10 उहाँहरूले मलाई देखाउनु भयो, ल ऐनले यो छ, नियमावलीमा यो छ, हाम्रो कार्यविधि यो ल्यायौँ, यसरी 20वटा झन्झट पुरानोमा यो थियो भने 10वटा यसरी झार्यौँ है भन्नुभयो। यसो हेरेँ, मक्ख परेँ म। ओहो चलचित्रकर्मी साथीहरू त अब खुसी हुनुहुन्छ, मलाई त धन्यवाद भन्नुहुन्छ भन्ने लाग्यो नि त, मलाई त लाग्यो। अनि त्यस पछाडि आयो अब सोसल मिडियामा अलिअलि असन्तुष्टि आउन थाल्यो। एउटा दुईवटा 5वटा 10वटा आएपछि के हो, झन् यत्रो काम गरेको अझै असन्तुष्टि आयो भनेपछि के असन्तुष्टि आयो भनेर फेरि उहाँहरू आउनुभयो, रविन्द्रजीहरू नि आउनुभयो, जनकजी आउनुभयो, हाम्रो निश्चल बस्नेतजीहरू, एउटा टिमै आयो। फेरि टिम आएपछि उहाँहरूलाई बोलाएँ, अनि तपाईँहरूले धन्यवाद भन्नु पनि के गरे यो भने, अनि उहाँहरूले अझै हाम्रो चाहिँ यो कुरा सम्बोधन भएन, यसो गरौँ न भन्नुभयो। त्यसपछि फेरि हाम्रो मन्त्रालयको टिम, अनि मैले के भने म मिडियाको मान्छे त हो, चलचित्रको नि सेन्सरको नि यो हदसम्म डेप्थमा गएर बुझ्ने नै मान्छे त होइन भनेपछि तपाईँहरू बस्नुहोस् र हाम्रो कार्यविधि बनाउने साथी फेरि एकचोटि बस्छौँ भनेर एकचोटि पारित गरेर लागू गर्न खोजेको कार्यविधि फेरि तपाईँहरूको आग्रहमा हामीले तपाईँहरूलाई नै राखेर कति 4 घन्टा कति बस्नुभयो तपाईँहरू? 4 घन्टा, 3 देखि 4 घन्टा घनीभूत बसेर अहिलेको कार्यविधि चाहिँ हाम्रो सरकार र चलचित्रकर्मी सँगै बसेर सँगै फाइनल गर्नुभएको छ। र यसमा उहाँहरूको चाहिँ नि केही कुराहरू छन् जुन हामी फेरि यो गरिराख्दा ऐनको खिलाफ अहिले जान सकिँदैन। फेरि अहिले आएको कार्यविधि चाहिँ एकदम राम्रो छ त भनेर भन्नुभयो भने त्यो चाहिँ ऐनको प्रतिकूल हुने गरेर छैन, तर भएका ऐनले दिएको सुविधा अन्तर्गतका अप्टिमम सबै सुविधा हामीले प्रयोग गरेर चाहिँ यो अहिले सेन्सर सम्बन्धी चाहिँ नि कार्यविधि हामीले अगाडि बढाएका छौँ। त्यसैले मलाई के आशा छ भने यो सरकारले, यो मन्त्रालयले दिन सक्ने जति दिने कुराहरूमा मुटु हृदय नै खोलेर दिएको छ है कार्यविधिमा, यो पनि म अनुरोध गर्न चाहन्छु। अब आयो लगानीको कुरा, म भनिहाल्छु। लगानीको कुरामा हामीले ऐन चाहिँ अलि निरुत्साहित गरौँ भन्ने हिसाबले वैदेशिक लगानी आयो भने त्यसका कति कुराहरू होलान्। हाम्रा आदिवासी जनजातिसँग सम्बन्धित कयौँ कुराहरू, हाम्रो लिम्बू संस्कृति, राई संस्कृति, तामाङ संस्कृति, कयौँ कुरा चाहिँ हाम्रो विदेशीहरूलाई यो संस्कृतिहरू नामेट पारौँ भन्ने लाग्यो भने
त्यसमा लगानी बढाइदियो भने के हुन्छ कि भन्ने सायद त्यो हिसाबले त्यति बेला बनायो होला। त्यसलाई पोजिटिभली लिनुपर्छ कि जस्तो लाग्छ। नभए कमर्सियल मुभीहरू राम्रोसँग बनाउनको लागि वैदेशिक लगानीको लागि चाहिँ अहिले समस्या छैन, ऐन नियमभित्रै रहेर ल्याउन सकिन्छ। यो कुरा पनि मैले हेरेँ, त्यो तपाईँहरूलाई म जानकारी गराउन चाहन्छु। अब पुलिससँगको स्क्रिप्टको कुराहरू जुन तपाईँहरूले भन्नुभयो, अघि बोर्डको अध्यक्षले एउटा भन्न चाहिँ बिर्सिनुभयो, मेरै टेबलमा बसेर उहाँको त साथी हो अहिलेको आइजिपी, फेरि त्यो मलाई थाहा छ, र म मन्त्री हुँ र अहिलेको आइजिपीलाई उहाँ र हामीले कुरा गरेर, म आफैले कुरा गरेर यो स्क्रिप्ट चाहिँ नि तपाईँले प्रि सेन्सर गर्ने काम बन्द गर्नुहोस्, नगर्नुहोस् कम्तीमा। अन्तिममा तपाईँको त मान्छे हुन्छ भने चाहिँ उहाँले हि इज भेरी मच पोजिटिभ एन्ड रेडी हुनुहुन्छ। मात्र अहिले सुरक्षाका केही सरोकार छन्। म आज अध्यक्षज्यूलाई भन्न चाहन्छु, तपाईँ नेक्स्ट विक म कहाँ आउनु, आइजिपी साहबलाई त्यहीँ बोलाउँला र यो कुरा अन्त्य गराउँला। यति कुराहरू मैले तपाईँलाई भने है। अब अर्को कुरा चाहिँ के छ भनेदेखि यो सेन्सरको कुराहरू के हुन्छ, कति अनुमति, के अनुमति भन्ने कुनै एउटा समय थियो कि रेडियो घरमा राख्न पनि लाइसेन्स लिनुपर्ने समय थियो नि त। हामीले विकासक्रम के बुझ्नु पर्यो भने समयसँगै अब यो लाइसेन्सिङका कुराहरू, सेन्सरका कुराहरू, यस्ता कुराहरू हट्दै जान्छन्, आफै मान्छे रेस्पोन्सिबल बन्छ। अब मैले एउटा साह्रै महत्त्वपूर्ण कुरा यहाँहरूलाई गर्न चाहन्छु, त्यो भनेको जुन मन्त्रालयसँग जोडिन्छ। हामी अहिले विधेयकको कुरा, चलचित्र सम्बन्धी विधेयक, यो विधेयकको सन्दर्भमा म आफै र सचिवज्यू हामी आफै झन्डै 10 दिनभन्दा बढी अनवरत रूपमा हरेक दफामा 53वटा दफा छ, 53वटा दफामा हरेक दफामा बसेर त्यसमा चाहिँ छलफल, गहन छलफल गरेका छौँ। कतिपय दफाको हकमा 2 दिन लागेको छ एउटा दफामा फाइनल गर्नको लागि। र यसबाट के भएको छ भने म यहाँहरूलाई स्पष्ट आज पार्न चाहन्छु, अबदेखि नेपालमा चलचित्र विकास बोर्ड स्वायत्त हुनेछ, स्वतन्त्र हुनेछ र चलचित्र विकास बोर्डलाई राजनीतिक र प्रशासनिक माफ गर्नुहोला, प्रशासनिक र आर्थिक सम्पूर्ण अधिकार प्रदान गरिएको हुनेछ। चलचित्र विकास बोर्डको अध्यक्षको कार्यकाल अब 2 वर्षको होइन 4 वर्षको हुनेछ। चलचित्र विकास बोर्डले अब मन्त्रालयसँग केही कुरामा मात्रै समन्वय गरे पुग्छ, मन्त्रालयको निर्देशनमा रहेर, कन्ट्रोलमा र नियन्त्रणमा रहेर काम गर्नुपर्ने छैन। अब आउने चलचित्र विकास बोर्ड र यसको नेतृत्व पूर्ण रूपमा स्वतन्त्र र स्वायत्त हुन्छ। यो स्पष्ट जानकारी र म यहाँहरूलाई गराउन चाहन्छु। जुन कुराको व्यवस्था हामीले चाहिँ यो अहिलेको विधेयकमा व्यवस्था गरेका छौँ। अर्को कुरा यहाँहरूलाई म भन्छु, सेन्सर बोर्ड। अब नाम सेन्सर बोर्ड रहँदैन, यो सेन्सर बोर्डले नियन्त्रण गर्न खोज्यो। अब हामीले तपाईँहरूको चाहना अनुसार नै प्रमाणीकरण समिति भनेर राखेका छौँ। अब प्रमाणीकरण समिति राख्छ, यहाँहरूलाई जानकारी गराउँ, त्यो प्रमाणीकरण समितिमा अब मन्त्रालयको कर्मचारी अध्यक्ष रहँदैन। अब त्यो प्रमाणीकरण समितिमा चलचित्र क्षेत्रको मान्छे अध्यक्ष भएर आउँछ। तपाईँहरूलाई म जानकारी गराउँ, त्यति मात्र होइन, त्यो प्रमाणीकरण समिति 7 सदस्यीय हुन्छ या 9 सदस्यीय हुन्छ, तर त्यसमा बहुमत चलचित्र क्षेत्रको मान्छे हुन्छ। यो कुरा भाषण होइन, यो कुरा व्यवस्था गरेका छौँ हामीले। भर्खरै मात्र व्यवस्था गरेर 53वटा दफा समापन गरिसकेका छौँ। अब यस्तो ऐन बन्दैछ, अब लाग्ला राष्ट्रिय सभाबाट त बन्यो। अब हामी प्रतिवेदनमा छलफल गर्दैछौँ। आजको तपाईँहरूका कुरा धेरै महत्त्वपूर्ण छन्, जुन हामी यो प्रतिवेदन तयार गर्ने सन्दर्भमा हामी समावेश गर्छौँ। र हामीले यो 53वटा दफा छलफल गरिराख्दा 3वटा कागज सँगै राख्यौँ। एउटा कागज योभन्दा अगाडि जुन सरकारले ल्यायो विधेयक, त्यो विधेयक अपूर्ण थियो, जहाँ चलचित्र विकास बोर्डलाई त्यो लेभलको स्वायत्तता दिएको थिएन। योभन्दा अगाडि सरकारले ल्याएको विधेयक जहाँ सेन्सर बोर्ड थियो र त्यसको हालिमुहाली सरकारको थियो, अब त्यो हुँदैन। र यो तपाईँहरूलाई मैले भनिराख्दाखेरि 3वटा कागज, पहिलाको हाम्रो मौजुदा मस्यौदा, तपाईँहरू सरकारवालाले दिएको सबै दफाहरूमा दिएको सुझाव र मान्य सांसदहरूले उठाउनु भएको संशोधन,
तीनवटालाई सँगै राखेर प्यारलली हामीले पढेका छौँ। र म यहाँहरूलाई स्पष्ट साथ भन्न चाहन्छु, चलचित्र कर्मीहरू तपाईँहरूले उठाएका मोर देन 80% सुझावहरू हामीले इन्कर्पोरेट गरेका छौँ। त्यसैले 26 सालमा बनेको ऐन भन्दा अब सम्भवतः 82-83 सालमा बन्ने चलचित्र सम्बन्धी ऐन अग्रगामी हुनेछ, आधुनिक हुनेछ र यो चलचित्र कर्मी र देश जनताको हक हितको लागि हुनेछ भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु। तपाईहरुलाई लाग्ला अब एउटा मनमा प्रश्न त होला, ओहो राष्ट्रिय सभाले त यसलाई अनुमोदन गर्ने भयो, अर्को त प्रतिनिधि सभा छ, त्यसले के गर्ला भनेर सोच्नु भएको होला। सबभन्दा ठुलो कुरा के हो भनेदेखि तपाईले आफ्नो छोराछोरीलाई बाबु नानी तिमी समिति होइन सेन्सर बोर्ड अब फेरि सरकारै भनेर ल्याउनको लागि चाहिँ ठुलै हिम्मत र ठुलै कलेजो चाहिन्छ। त्यति क्रुअल राज्य र सरकार बन्दैन र बन्नु हुँदैन र बन्यो भने पनि बन्न दिइँदैन। यो रेकर्ड होस्। म यहाँहरूलाई आज किन भन्न आएको भने म यो चलचित्र कर्मीको सामु आज नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्री यहाँहरूलाई म यो रेकर्ड रहोस् भनेर आएको कि तपाईले माग गर्नुभएको चलचित्र विकास बोर्ड स्वायत्त बनाउन हामी सहमत भएका छौं। त्यो सबै कुराहरूको लागि तयार भएका छौं। सेन्सर बोर्ड होइन प्रमाणीकरण समिति भनेका छौं। भोलिका दिनमा आउने कुनै पनि सांसदले, कुनै पनि सरकारले, कुनै पनि मन्त्रीले यदि तपाईलाई नियन्त्रण गर्न खोज्यो भने आवाज उठाउन नछोड्नु होला, त्यसको साथमा हामी हुनेछौं र छोड्दैछौं, हामी पनि छोड्ने छैनौं। त्यसैले एकचोटि अगाडि बढिसकेको यो रथ अब पछाडी हट्दैन, पछाडी हट्नै सक्दैन। त्यो हिम्मत गर्न सानोतिनो कलेजले हुँदैन। त्यसै कारणले मैले के भन्न चाहन्छु भने यो नेपाली चलचित्र क्षेत्रको लागि एउटा नयाँ युगको प्रारम्भ अब नीतिगत रूपमा त्यसको बीजारोपण हामीले राष्ट्रिय सभाको विधेयकलाई अगाडि बढाउने कुराबाट गरिसकेका छौं। त्यसैले यो अनुरोध यहाँहरूलाई म गर्न चाहन्छु। त्यसैले अब नीतिगत तवरमा म मन्त्री हो, मलाई त चलचित्र कसरी राम्रो बनाउने थाहा छैन, तर नीतिगत रूपमा गर्नुपर्ने कुराहरू यो सरकारले गर्छ र आगामी दिनमा पनि गर्दै जानेछ। यो कुराहरू यहाँहरूलाई भने र अब मैले यसमा तपाईहरुलाई फेरि जोड्छु। यो धेरै कुराहरू आएको रहेछ। मैले सचिवज्यूहरूलाई पनि भने यो चलचित्र भनिराख्दाखेरि टेली चलचित्र भन्ने कुराहरू पनि नछोड्नु होला है। यो मनमा, किनभने म दिनेश ऋषिको यसो अनुहार हेऱ्यो भने टेली चलचित्र याद आउँछ, किन आउँदैन? त्यसैले हरेक चलचित्र कर्मीको म कतै न कतै जननी टेली चलचित्र हो कि भनेको जस्तो लाग्छ कि मलाई। त्यसैले तपाईको बोर्डमा प्रतिनिधित्व, सेन्सरमा प्रतिनिधित्व, हरेक ठाउँ क्षेत्रमा तपाईले टेली चलचित्र कर्मीहरूलाई नछोड्नु होला। जसले आफूले टेकेको धरातल बिर्सिन्छ त्यो मान्छे बन्दैन। यो कुराहरू मैले यो सचिवज्यूलाई पनि यहाँ मैले भनेर, अरूको हाम्रो ममताजी राजेशजी पनि हुनुहुन्छ, यो कुराहरू चाहिँ हामीले बनाउने विधेयक कानुनमा टेली चलचित्र भन्ने कुराहरू चाहिँ मनभित्र चाहिँ नछोड्नु होला। वृत्तिकोषको कुरा गर्नुभयो तपाईले, एउटा मिस भयो। अब भ्याइन्छ भ्याइँदैन थाहा छैन। मैले अर्थमन्त्रीसँग कुरा गरेर करिब 3 करोड रुपियाँको नयाँ व्यवस्था तपाईले कागज ल्याउनु भएको भए मैले त्यो खास गरेर सिनियर, खास चलचित्र क्षेत्रको अलिकति साह्रै परिपक्व मान्छे, ज्येष्ठ नागरिकहरू जो हुनुहुन्छ उहाँहरूको लागि मलाई 5 जनालाई भए पनि थप केही गर्न मन थियो, एकदमै मन थियो। किनभने यो यस्तो क्षेत्र हो कि जवानी रहन्जेल तपाईँ पनि हिरो हिरोइन र जीवनभरि अभिनेता त भइन्छ होइन। सधैँभरि क्यामेरा चलाउनु त काँधले सक्दैन, स्क्रिप्ट लेख्न हातले सक्दैन, एडिट गर्न यसरी औँलाले सक्दैन, अभिनय गर्न सधैँभरि साथ दिँदैन शरीरले। सबैले हेर्छन्, आफूलाई हेरेर मनोरञ्जन दिन्छन् दुनियाँले। तर जब आफू दुःखमा पुग्दै गइन्छ अनि त्यो घर परेशानी बिरानो लाग्छ, त्यो अवस्थामा राज्यले हेर्नुपर्छ भन्ने नै हो मेरो मान्यता। त्यसको लागि मैले अर्थमन्त्रीजीसँग नि कुरा गरेको थिएँ। त्यो चाहिँ कागज ल्याउन कति भ्याउनुहुन्छ? मेरो अवधि धेरै छैन, यहाँहरूलाई स्पष्ट भनौँ, धेरै छैन। तर उहाँसँग कुरा गर्दा सैद्धान्तिक रूपमा तपाईहरुको लिएर आउनुस्। मेरो तर्फबाट जुन तपाईको कति 4-5 करोड के को पनि मलाई त्यो कागजमा ल्याउनु भएको थियो एकचोटि, मैले पेपर प्रोसिडरहरू अगाडि बढाउनु भयो होला भनेर मैले 4 चोटि त हाम्रो राजेशजीलाई, उहाँ सदस्य होइन, लौ न तपाईको अध्यक्षलाई भन्नुस् त्यो के गर्दै हुनुहुन्छ भनेको
अब यो चाहिँ अगाडि बढेन छ, त्यही पनि आई विल ट्राई माई बेस्ट। प्लिज इफ यु क्यान डु समथिङ, होइन अहिले नै केही गर्नुभयो भने मैले मैले अर्थमन्त्रीज्यूसँग चाहिँ वचन लिएको छु यो कुरामा, यतिको लागि यो कुराहरू पनि म तपाईँहरूलाई भन्न चाहन्छु। र अब अन्तिममा म आएको छु। मलाई यो छलफल हामी जारी राखौँ, डिस्कोर्सहरू आज जति पनि कुराहरू तपाईँहरूले आउनु भएको छ त्यो कानुन बनाउँदा हाम्रो अन्तिममा अघि सचिवले भन्नुभयो प्रतिवेदन हामीले फाइनल तयार गर्छौँ। फाइनल टच भनौँ न त्यसलाई, होइन सचिव, फाइनल टच गर्दाखेरि अघि आएका कुनै छुटेका कुराहरू पनि हामी त्यहाँ इन्कर्पोरेट गरौँला। र अब तर त्यसपछि अपर्च्युनिटी एउटा के छ भने राष्ट्रिय सभाबाट त जान्छ, अब प्रतिनिधि सभामा त्यहाँ सदस्यहरूले हेर्नुहुन्छ फागुन 21 मा चुनाव हुँदैछ। अब तपाईँहरूको पनि एउटा जोड के हुनु पर्यो भने आफ्ना मान्छे, राम्रा मान्छे र सम्बोधन गर्न सक्ने मान्छे प्रतिनिधि सभामा आउनु पर्यो, त्यहाँ बहस हुनु पर्यो, त्यहाँ छलफल हुनु पर्यो। फागुन 21 मा चुनाव हुँदैछ भनेपछि नेपाली चलचित्रको हक हित र अधिकारको लागि लड्ने, मर्ने र सङ्घर्ष गर्ने त्यस्ता व्यक्तिहरू पनि कम्तीमा 10 जना मात्रै चलचित्र क्षेत्रको व्यक्ति र चलचित्र क्षेत्रलाई माया गर्ने व्यक्तिहरू चाहिँ नि प्रतिनिधि सभामा आए भने त नेपाली जनताले र नेपाली चलचित्रले मागे अनुसारको ऐन, योभन्दा अग्रगामी ऐन चाहिँ नि बनेर आउँछ। यसमा ढुक्क हुनुहोस् र त्यसमा तपाईँहरूले पनि पहल गर्नु पर्यो। म यो आग्रह गर्न चाहन्छु। यो एकदमै ठुलो अपर्च्युनिटी छ, यतिखेर परिवर्तनको अपर्च्युनिटी छ। हेर्नुहोस्, देशले अब योभन्दा अगाडि जे जति गल्ती जसरी गरिए, हेर्नुहोस् अब गल्ती दोहोऱ्याउनु हुँदैन। म सम्पूर्ण चलचित्र कर्मीहरूलाई आज यही कार्यक्रम मार्फत भन्न चाहन्छु, हामीले के गर्यौँ? तपाईँको जिन्दगीमा तपाईँका दुईटा परिचय र पहिचान साथमा बोकेर हिँड्नुभयो। तपाईँ एकजनाले एउटा परिचय बोक्नुभयो तपाईँको आफ्नो परिवारसँग जोडेर, अर्को परिचय बोक्नुभयो तपाईँले आफ्नो चलचित्र जोडेर। तपाईँसँग दुईटा कुरा छ, सँगै परिवार छ, सँगै चलचित्र छ। जीवनभरिको सङ्घर्ष दशकौँको यसमा तपाईँहरूले लगाउनुभयो। तर त्यो दुईटै कुरा डाम्ने काम कसले गर्यो थाहा छ तपाईँहरूलाई? यो मुलुकको राजनीतिले। तपाईँको परिवार तपाईँसँग रहन दिएन, विदेश पठाइदियो छोरछोरीलाई। तपाईँको चलचित्रलाई व्यावसायिक रूपमा अगाडि बढाउन दिएन, कयौँ नियन्त्रण र बन्धनहरू र अवसर र वातावरण नदिएर। जब तपाईँको जीवनको पहिचानै अहिले सङ्कटमा छ, अब केही गर्नु परेन? अब पनि राजनीति, अब पनि यी नेता, अब पनि यिनको हनुमान, अब पनि यिनको दास भएर कहिलेसम्म आफ्नो परिचय र पहिचान तपाईँहरू नामेट पार्नुहुन्छ? कहिलेसम्म पार्नुहुन्छ? त्यसैले अब समय आयो, विवेकपूर्ण ढङ्गले हामीले निर्णय गर्नुपर्ने छ कि नेपाली चलचित्रलाई एउटा छुट्टै आयाममा, छुट्टै परिवर्तनको बाटोमा विश्व बजारसँग प्रतिस्पर्धी बनाउने र व्यावसायिक बनाउने र उद्योगको रूपमा स्थापित गर्ने हो भनेदेखि अब चलचित्रले क्षेत्रले खोजेको प्रतिनिधिहरू पनि प्रतिनिधि सभामा आउनुपर्छ र सरकारमा आउनुपर्छ। त्यसको लागि फागुन 21 को निर्वाचनको हामीले विवेकपूर्ण सङ्गतले चाहिँ नि उपयोग गरौँ भन्ने कुराहरू म यहाँहरूलाई आग्रह गर्न चाहन्छु। त्यसकारणले म अन्तिममा के भन्न चाहन्छु भने चुनाव हुन्छ कि हुँदैन भन्ने दुविधा यहाँहरूलाई छ भने म सरकारको प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री यहाँहरूलाई स्पष्ट भन्न चाहन्छु, अब सबै राजनैतिक दलहरू चुनावमा होमिसके। फर्मल्ली मनदेखि 10 लाखभन्दा बढी जनता अहिले नयाँ मतदाता नामावली आइसकेका छ। निर्वाचन आयोग तयार छ, सरकार तयार छ, फागुन 21 मा चुनाव हुँदैछ। त्यसैले तपाईँहरूको हातमा के छ भनेदेखि भोट हाल्ने मात्रै होइन कि तपाईँहरू त समाजको इन्फ्लुएन्सर हो। मैले अघिल्लोचोटि नै भनेको थिएँ, तपाईँहरूलाई हेरेर, तपाईँहरूलाई देखेर, तपाईँहरूका डिरेक्सन, तपाईँहरूका कथा, तपाईँहरूका क्यामेरा, तपाईँहरूका अभिनय, यी सबै मार्फत जनताले तपाईँहरू मार्फत आफूलाई ढालेका छन् समृद्धितिर, सपनातिर, कल्पनातिर र भविष्यतिर। तपाईँहरू नेपाली चलचित्र कर्मीहरू, नेपाल र नेपालीको लागि भविष्य द्रष्टा हो। त्यसैले तपाईँहरूको सानो मात्रै जिम्मेवारी छैन, मुलुकलाई कता डोर्याउने र कता पुर्याउने
तपाईँको डिरेक्सन मार्फत, तपाईँका कथा मार्फत, तपाईँका अभिनय मार्फत, तपाईँको क्यामेरा मार्फत, तपाईँका द्वन्द्व मार्फत, तपाईँका नृत्य मार्फत, तपाईँको कोरियोग्राफी मार्फत अब तपाईँले त्यो अभियान चाल्नुपर्छ। देश बन्यो भने मात्रै हामी बन्छौँ। देशको परिचय र पहिचानभित्र मात्रै हाम्रो परिचय र पहिचान छ।